तपाईँलाई म के भन्छु, म आजभन्दा 10-11 महिनादेखि देशभरि घुमेको छु। उहाँहरूले भन्दा मैले रिफर्मको कुरा धेरै कुरा राखेको छु, प्रशिक्षण कार्यक्रममा, सभामा, ठुलो कार्यक्रममा। पार्टीको रिफर्मको कुरा त मैले पनि उहाँहरू सँगसँगै राखेको छु, उहाँहरूभन्दा अगाडि पनि राखेको छु। त्यति मात्र होइन, पार्टीको चाहिँ के छ भन्दा कुनै कालखण्डमा 72 सालको संविधान बनाउँदा यो सहमति तोड्यो भने देश दुर्गमा जान्छ, काङ्ग्रेस पार्टी धेरै पछि पर्छ भनेर मेरो तत्कालीन सभापति सुशील कोइरालाले सहमति तोडेर चाहिँ प्रधानमन्त्री पदको दरखास्त दिँदाखेरि काङ्ग्रेस सक्नुको लागि षड्यन्त्र तल फसाएका छन्। असहमति भएर सहमति राजि नदिने मान्छे मै त्यस्ता अडान लिएर राजनीति गरेका मान्छे 64 सालको संविधान सभामा कर्णाली प्रदेशबाट शहीद परिवारको एकजना पनि मान्छे चाहिँ के भन्दा मान्य नहुँदा मैले केन्द्रीय सदस्यबाट राजीनामा दिएको मान्छे। 1 वर्षसम्म चाहिँ केन्द्रीय समिति गएन, पछि सभापतिले उनीहरू राजीनामा अस्वीकृति गरेको अहिले मैले यो उठायो उनीहरूले भने त्यसरी रिफर्म नगरिकन त उपाय छैन। रिफर्मको त अहिले प्रोसेस सुरु गर्यो, पार्टीले त रिफर्म प्रोसेस सुरु गरेको थियो, मुलुकको संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनेको थियो। तर के भयो भन्दा हामीले समयमै निर्णय लिन सक्यौँ। हामीले 11 महिना अगाडि 7 बुधे गरेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौँ भन्यो। हामीले संयन्त्र बनाउने एउटा चाहिँ संरचना बनाउने भन्दा हामीले त्यहाँ चुक्यौँ। त्यो चुकेको कुरा म त्यो